खाम्रीमो तपाईहरु सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। कस्तो हुनुहुन्छ? सायद ठिकै होला। आज मैले लिएको छु यहाँ नाकिमाको रेसिपी आफ्नो घरमा कसरी बनाऊ भनेर मतलब अलिक सुक्खा टाइपले र लिएको छु यहाँ नाकिमा अलिक लिएको छु, साथमा टमाटर अन्त प्याज, दुईटा डल्ले खर्सानी लिएको छु। अनि त्यहाँनि मैले यस्तो कराई गरम गरेर चाहिँ अलिकति खानेतेल लगाइदिएको छु यसरी। कराई चाहिँ तपाईले अलिकति ठुलै लिनुस् किनभने फ्राई मजाले हुन्छ। मैले चाहिँ यहाँ खानेतेलमा पकाउँदै छु। तपाईले कुकिङ ओइल कुनै युज गर्नुहुन्छ भने त्यसमै पकाउनुस्। साथमा तेल गरम भइसकेर मैले यहाँ अलिकति पाँचफोरन यसरी एड गरिदिएको छु। पाँचफोरन ताचिसकेपछि मैले यहाँनिर यसरी प्याज हाल्दिएको छु। प्याजको साथमा मैले डल्ले खर्सानी पनि राखेको छु। यसो प्याज लगाइसकेर प्याज ब्राउन नहुँदा नि यसमा चाहिँ तपाईले डल्ले खर्सानी पनि साथमै हाल्दिनुस्। डल्लै छैन भने हरियो खर्सानी हाल्दिनुस् यसरी। अझै तपाईले पिरो खानुहुन्छ भने अझै एड गर्नुस्। मैले चाहिँ यहाँ दुईटा एड गरिदिएको छु किनभने नाकिमा पकाउँदा अलिकति तितोमा पिरो लगाइन भने त मजै आउँदैन। र तपाईले यो नाकिमा पकाउँदा चाहिँ रुख टमाटर छ भने अझै राम्रो हुन्छ। मैले चाहिँ रुख टमाटर छैन स्किप गरेको छु र यो रेगुलर युज गर्ने टमाटरै मैले एड गरेको छु। टमाटर चाहिँ तपाईले अलिकति ज्यादा हाल्दिनुस् होला किनभने तितो काट्छ अमिलोले यसरी। हेर्नुस् नाकिमालाई मैले पहिला धुए मजाले पानी सबै गइसकेर काटेर चाहिँ पानी तरेर यसरी राखेर चाहिँ अहिले पकाउँदै छु। र म यो नाकिमालाई हालिसकेर चाहिँ एकछिन म यो माथि केही पनि हाल्दिनँ। एकछिन 5 मिनेट चाहिँ छोपेरै राखिदिन्छु। र तपाईलाई मैले यो मेरो यो नयाँ च्यानल खोलेको छु र तपाईलाई कस्तो लाग्यो मेरो भिडियो लाइक शेयर सब्स्क्राइब गरिदिनु नबिर्सिनुस् होला। अनि म यस्तै भिडियो तपाईहरुको सामने अगाडि लिएर आउने छु। तपाईले अरु कस्तो कस्तो भिडियो हेर्नुहुन्छ कमेन्ट गर्न सक्नुहुनेछ। हेर्नुस् अब मैले यसरी मजाले मिक्स गरिदियो यो नाकिमा छोपेकोलाई। आफ्टर 5 मिनेट्स तपाईले ओपन गरेर यसरी मजाले चलाइदिनुस्। अब चलाइसकेपछि यहाँ माथि म एड गर्न जान्दैछु अलिकति हल्दी। हेर्नुस् यसरी अलिकति हल्दी र अलिकति धुलो खर्सानी, धनिया पाउडर, यो धनिया पाउडर र धुलो खर्सानी। त्यहाँदेखि तपाईले हल्का नुन यसरी नुन एड गर्नुस्। त्यहाँ नुन एड गरिसकेपछि तपाईले यसरी मजाले 5 मिनेट चाहिँ मिडियम फ्लेममा मजाले यसरी चलाउनुस्। चलाइसकेर तपाईले यसलाई 20 मिनेट जस्तो छोपिराख्दिनुस्। तर यो 20 मिनेट छोपेको चाहिँ नगर्नुस्, बीचमा अलिक चेक गर्दै गर्नुस् यसरी। नाकिमा चाहिँ पहिला तपाईले केलाएर धुएर नि पकाउनुस् किनभने काटिसकेर धुइ भने तपाईको पानी निस्किन्छ, त्यही कारणले तितो ज्यादा हुन्छ। यसरी तपाईले छोपिदिनुस्। आफ्टर तपाईले 20 मिनेट चेक गर्नुस् यस पाके नाकिमा बनेर रेडी। अब यो तपाईले रोटीसँग त यो खान सक्दैन होला, अलिकति तितो हुन्छ। सो तपाईले यो खानासँगै मजाले खानुस् किनभने अहिले त सिजनै चल्दैछ नाकिमाको। सायद जति सक्दो यो सबैले मन पराउँछ होला नाकिमा चाहिँ। हेर्नुस् यसरी अलिकति तपाईले पाकिसक्यो भन्दामा पनि ननिकालिकन एकछिन बिर्को निकालिकन मजाले फ्राई गरिदिनुस्। थ्याङ्क यू, बाई बाई। फेरि आउँदै